ल फेरि पनि क्लास 3 को इंग्लिश सब्जेक्टको 32 र 33 को आज तपाईलाई चाहिँ सिकाउने छु। सरसर्ती हेर्नु होला यहाँनिर के लेखेको छ, क्वेशनहरु रहेका छन्, क्वेशन एन्सरहरु रहेका छन्। हेर्नु होला यहाँनिर एन्सर द फलोइङ क्वेशन, तलका क्वेशन प्रश्नहरु छन् तिनीहरुको उत्तर दिनुहोस् भनेको छ। यो किताबबाट दिने हो, सरस्वती किताबमा हेर्नु होला तपाईको चाहिँ भइहाल्छ, आइहाल्छ है त। अब के गर्नु पर्दैन, यहाँनिर सुरुमा तपाईले के लेख्नु होला भनेपछि राम पहिला प्रश्न भनिदिन्छु है। वेयर डज राम कार्की लिभ, राम कार्की कहाँ बस्छ गरे। वेयर माने कहाँ, डज राम कार्की कहाँ बस्छ, लिभ माने जहाँ बस्नुहुन्छ यो जान्नु पर्यो। राम कार्की है, राम कार्की। अब यहाँनिर लिभ LIVES लिभ्स लेख्नु होला है। यो V1 हो, हामीले V5 बनाउनु पर्छ किनभने डज दिएको छ, डज दिएको अवस्थामा V5 बनाउनु पर्छ। त्यस्तै गरी इन, अब के लेख्नु पर्यो, इन अ स्मल भिलेज, भिलेज नियर, नियर द काठमाडौँ, काठमाडौँ। ल यो तपाईले लेख्नु पर्यो यसको एन्सर। बी नम्बरको हेरौँ के भनेको छ भनेपछि हु डज, हु डज ही लिभ विथ। अब त्यो कोसँग बस्थ्यो गरे, हु माने को सँग, विथ माने सँग, लिभ माने बस्नु, कोसँग बस्थ्यो गरे। अब के लेख्नु पर्यो, ही, सब्जेक्टलाई अगाडि राख्नु पर्यो, ही लिभ्स। किन यस राख्यौं हामीले, यो यहाँ डज छ, V5 छ, त्यही भएर हामीले यहाँ पनि यो V1 लाई V5 बनाएको। ही लिभ्स विथ, अब बुकमा जाने विथ, अब को बस्थे, हिज उसका, वाइफ एउटा, वाइफ भनेको श्रीमती, एन्ड चिल्ड्रेन बच्चाहरू, CHILDREN चिल्ड्रेन बच्चाहरू बस्थ्या। सी नम्बरमा अर्को छ वेयर डु दे वर्क भनेको छ, WHERE वेयर भने कहाँ, डु वर्क, वेयर डु दे वर्क, दे वर्क वाट। अब यसको एन्सर के हुन्छ त, तिनीहरूले कहाँ काम गर्थे भन्ने छ, दे वर्क इन फिल्डमा काम गर्थे है, FIELD फिल्डमा, फिल्ड अथवा खेती किसानीको लागि कहाँ काम गर्थे त्यही अनुसार तपाईले बुझिहाल्नुभयो। त्यस्तै गरी अब यहाँनिर सी डी नम्बरको हेरौँ, वाइ डु दे स्टप द वर्क एट 10 AM। वाइ डज दे स्टप, तिनीहरूले किन स्टप गर्थे, के काम, वर्क माने काम, 10 बजे बिहान, बिहान 10 बजे किन काम रोक्थे गरे, किन स्टप गर्थे भन्ने छ। अब दे स्टप द वर्क, यहाँ लेख्नु पर्यो, दे स्टप द वर्क, वर्क्स हुन्थ्यो, वर्क मात्रै लेख्यौँ डु भएको कारणले गर्दाखेरि, डु भयो भने V1 लेख्नु होला है। यहाँ डु भयो भने वर्क हुनेमा एस पनि हुन्थ्यो, तर डु छ त्यही भएको कारणले गर्दाखेरि हामीले V1 नै राख्नु पर्यो। 8 10 AM, 10 AM फर खानाको लागि है, मिल, MEAL, मिल खानाको लागि चाहिँ तिनीहरूले चाहिँ स्टप गर्थे भन्ने हो। अर्को अटायो भने तल लेख्छु नत्र माथि लेख्छु है त म। र यहाँनिर ई नम्बरको लेखेँ मैले, व्हेन डु दे स्टप द वर्क फर अ रेस्ट भनेको छ। व्हेन माने कहिले, डु दे स्टप तिनीहरूले स्टप गर्थे, द वर्क त्यो काम, फर अ रेस्ट रेस्टको लागि, रेस्टको लागि कहिले गर्थे स्टप भनेको छ। अब यहाँनिर लेख्नु पर्यो, दे स्टप द वर्क, दे स्टप द वर्क फर, फर भनेको लागि, फर अ रेस्ट, रेस्ट एट
midnight, sorry, midday they stop the work for a rest at midday मा दिउँसोतिर चाहिँ रेस्टको लागि चाहिँ त्यो कामलाई रोक्थे गरे तिनीहरूले। यो पनि भयो। अर्कोमा जाउँ। त्यस्तै गरी साथीहरू अब अर्को पेजमा जाउँ। हाम्रो 33 पेजमा 32 पेजको कम्प्लिट भइसकेको छ। 33 पेजमा गएँ र 33 पेजमा जाँदाखेरि चेन्ज द फलोइङ सेन्टेन्सेस इन्टु नेगेटिभ भनेको छ। चेन्ज गर्नुहोस् गरे परिवर्तन गर्नुहोस्। द फलोइङ भनेको तलका, सेन्टेन्सेस भनेको वाक्यहरू छन् गरे यो वाक्य हो। इन्टु नेगेटिभ, नेगेटिभमा चेन्ज गर्नुहोस् गरे। नेगेटिभ भनेको नकारात्मक भनेको नराम्रोमा चेन्ज गर्नुहोस् अर्थात् उल्टो बनाउनुहोस् भनेको हो। अब यहाँनिर एउटा वाक्य दिएको छ, म पढ्छु। सी मेक्स अल हर मनी बाई हर सेल्फ भनेको छ है त। अब यसमा के गर्नु पर्दैन, तपाईहरूले मात्र हेर्ने एउटा कुरा छ, त्यो एकछिनमा भन्छु। म पहिला यसको लेखौँ है त। यसको चाहिँ के हुन्छ, केही नगर्नु होला, सी लेख्नु होला। यहाँनिर V5 को कुरा आउँछ। V5 भएपछि डज, DOES, V1 भएपछि डु राख्नुपर्ने हुन्छ। यो कुरा जान्नु पर्यो पहिला है। मेक्स भनेको V5 हो कि नै, डज राख्नु पर्यो, DOES डज। अनि नेगेटिभ भएको कारणले नेगेटिभ भनेको नकारात्मक हो, नराम्रो हो, नट राख्नु पर्यो, NOT नट। अब मेक भयो हैन। त्यसपछि अल हर, अब सबै त्यही सार्ने, MONEY मनी बाई हर सेल्फ। अब सबै त्यही सारे, मैले यति थपेँ यहाँनिर हेर्नु होला। सी डज नट थपेँ। मेक यो V5 छ, यो यस हटाउनु पर्छ है। यहाँ डज नट आइसकेपछि यहाँ पनि V5, यहाँ पनि V5 हुन मिल्दैन। यहाँ V5 भयो, यहाँ V1 हुनुपर्छ। मेकको मेकै, अलको अलै, हरको हर, मनीको मनी, बाईको बाई, हर सेल्फको हर सेल्फ, सबै सारे। बीमा हेरौँ। आई वाक, WALK वाक भनेको छ। आई वाक टु स्कुल, स्कुल भनेको छ। अब यसलाई नेगेटिभ बनाऊ। आई वाक टु स्कुल, यसलाई चाहिँ आई वाक भनेको छ V1 छ। V1 भयो भने के राख्ने भनेको थिएँ, डु राख्ने भनेको थिएँ। डु नट, वाकको वाक नै हुन्छ, WALK वाक टु SCHOOL स्कुल भयो। सीमा हेरौँ। यति नै हो हामीले थपेको, डु नट। डु किन थप्यौँ, V1 छ यो वाक, त्यही भएको कारणले डु थप्यौँ। त्यसपछि नट थप्यौँ, नेगेटिभ बनाउनु पर्ने छ, अरू सबै सेम। सीमा हेरौँ। निता ड्राइभ्स, DRIVES ड्राइभ्स, निता ड्राइभ्स टु वर्क भनेको छ है। अब के गर्नु परेन, सिधै NITA निता, यहाँ ड्राइभ्स एस थपिएको छ, V5 हो यो, त्यही भएर डज नट थप्नु पर्यो, ड्राइभ मात्रै लेख्नु पर्यो। किनकि यहाँ V5 छ, यहाँ पनि V5 राख्न मिल्दैन, यहाँ VS हटाउनु पर्यो। यसमा टु को टु नै, वर्कको वर्क नै हुने भयो। त्यस्तै गरी अब डी र ई को हेरौँ है त। अब यहाँनिर डी र ई मा अलिकति फरक छ, तपाईले हेर्नु होला। ड्राइभिङ इज अ डेन्जरस जब भनेको छ। अब यहाँनिर के छ, भबहरू छैन, एक्जुलेरी भब छ, इज भनेको छ है त। एक्जुलेरी भब इज, एम, आर, वाज, वेयर यस्तो आयो भने एक्जुलेरी भब हुन्छ। यसमा हामीले यो आवश्यक पर्दैन माथिको। यहाँनिर अब लेख्नु पर्यो ड्राइभिङ। अब के गर्नु पर्यो भने एक्जुलेरी भब लेख्ने, नट थपिदिने, यति नट मात्रै थप्ने हो, सब त्यही सार्ने। अब DANGEROUS डेन्जरस जब, ड्राइभिङ डेन्जरस जब हो भनेको छ। ड्राइभिङ डेन्जरस जब होइन बनायौँ हामीले, नट थप्यौँ नेगेटिभ भएको गराउने कारणले। यति हो। यसमा पनि त्यही हो, दे आर सबै सेम, डुइङ देयर वर्क भनेको छ। अब सबै हामीले त्यही सार्यौँ, यति नट थपिदिनुहोस्, यति हो हामीले थपेको भनेको। त्यसपछि इज, एमआर, वाज, वेयर भनेको एक्जुलेरी भबमा यसरी गर्नुपर्ने हुन्छ। यो पनि भयो। अर्कोमा जाउँ। अर्कोमा दिएको छ यहाँनिर प्रिपेयर अ जब चार्ट अफ योर फ्यामिली भनेको छ। प्रिपेयर भनेको तयारी गर भनेको हो, अ जब
जब चार्ट तल चाहिँ जब चार्ट दिएको छ अफ योर फ्यामिली, फ्यामिलीको जब चार्ट बनाऊ भनेको छ, अर्थात् जब के गर्नुहुन्छ भनेर दिएको छ। यी अप्सनहरू तपाईँलाई यहाँनिर दिएको छ है त। मदर भनेको छ, मदरले के गर्नुहुन्छ, तपाईँको जब के छ, तपाईँले चाहिँ टिचर भए टिचर, त्यस्तै गरी विभिन्न कुराहरू तपाईँले जे छ त्यही लेख्नु होला। जब के जागिर गर्नुहुन्छ भन्ने हो। अब चाहिँ हाम्रो मम्मीले के गर्नुहुन्न भनेपछि हाउस वाइफ है, हाउस वाइफ लेख्नु पर्यो। त्यस्तै गरी फादरले के गर्नुहुन्छ है, फादर अब टिचर हुनु होला, डक्टर हुनु होला, यस्तै अनुसार लेख्नु होला। मैले चाहिँ यहाँनिर त्यत्तिकै लेखिदिएँ कन्टेन्ट क्रिएटर, कन्टेन्ट क्रिएटरमा चाहिँ कन्टेन्ट क्रिएटर बनाउँछु, त्यही भएर मेरो आफ्नो लेखेँ यो। ग्रान्ड मदर भनेको छ, अब यसमा त्यही अनुसार लेख्नु होला। फार्मर किसान हुनुहुन्छ, ग्रान्ड फादर पनि किसान हुनुहुन्छ। म के छु त, ल तपाईँ स्टुडेन्ट हुनुहुन्छ, पढ्नुहुन्छ नि त, डिइएनटी विद्यार्थी हुनुहुन्छ तपाईँ। ब्रदर, तपाईँको ब्रदर के हो, तपाईँको ब्रदर पनि स्टुडेन्ट हो, विद्यार्थी हो। सिस्टर पनि स्टुडेन्ट हो, सबै डिइएनटी सबैले पढ्नुहुन्छ। यही बनाउँदाखेरि भइहाल्छ है त। अब यही तरिकाले स्टडी भनेर पनि लेख्न सक्नुहुन्छ है त, स्टडी भनेर लेख्नु, स्टुडेन्ट भन्दा नि स्टडी। अब यहाँनिर तपाईँको चाहिँ युट्युबमा है, युट्युबको लागि तपाईँले चाहिँ @खोप सर, खोप सर एकदमै सजिलो नाम छ, सर्ट टाइप गर्ने, सर र पढ्ने मजासँग। त्यहाँनिर प्ले लिस्ट नै रहेको छ क्लास 3 को इङ्ग्लिस भनेर, त्यहाँ गएर हेर्नु होला। फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फलो गर्नु होला, सेम खोप सर सर्च गर्नु होला। टिकटकबाट हेर्दै हुनुहुन्छ भने पनि फलो गर्नु होला, सेम खोप सर भन्ने सर्च गर्नु होला, ट्याक्कै भेटिहाल्छ है त। आजको लागि यति नै। त्यस्तै गरी अब अर्को 33 रहेको छ, 34 पेजको पनि रहेको छ, त्यो सबै चाहिँ अर्को भिडियोमा सिकाउने छु है त।